वेलकम ब्याक टु माई न्यू भिडियो। आयो सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। नेक्स्ट डे नेक्स्ट भ्लग स्टार्टर लगाएर सबैजनालाई वेलकम ब्याक टु माई न्यू भ्लग गाइस। वेलकम हैन। अब के भन्नु, आजभोलि मैले युट्युबमा भिडियो हालेको छैन। मैले बनाएर मैले चाहिँ प्राय अहिले चाहिँ सर्ट भिडियो मात्रै हालिरहेको छु गाइस हैन। टक्क लाएर हेर्न सक्नुहुनेछ। अहिले चाहिँ मेरो कोठाको हालत यस्तै छ हैन, के गर्नु। ल गाइस अब चाहिँ भिडियो हेर्दै गर्नु होला। बाई बाई। अहिले एकछिन भेटौँला, भिडियो हेरौँ। बाई। फेरि पनि हेर, नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। सन्चै हुनुहुन्छ भन्दै आज चाहिँ भ्लग स्टार्ट गरिसकेको छु। कतिलाई थाहा छैन होला हामी कोठा सरिसकेको छ भनी टक्क लाएर हैन। कोठा चाहिँ मास्तिर अहिले लास्टमा देखाइहाल्छु। आज चाहिँको भिडियो बनाइदिउँ न त, धेरै भयो युट्युबमा नि नहाले भनेर टक्क लाएर बनाउँदै छु। अहिले चाहिँ म तलतिर उता ठिमीतिर जाँदैछु। अहिले भेटौँला। अनि गाइस धेरै भयो युट्युबमा नि भिडियो नहाल्यो होइन। भ्लग बनाउनु बिर्सिसके जस्तो लाग्थ्यो, तर बिर्सिया चाहिँ रहेनछ। म बसेको ठाउँ चाहिँ बबाल छ होइन, भ्यू बबाल आउँछ। मैले किन्न लगाएको ड्रोनको चाहिँ अब अलिकति के भएर मिलेन त्यो ल्याउनलाई, त्यही भएर हिँड्दैछु टक्क लाएर होइन। 1905 सब्सक्राइबर भइसकेको छ मेरो। कसैकोमा धान काटिसक्यो, कसैकोमा धान काट्दैछन् होइन। ल यता गाइस अहिले तलतिर गएर भेटौँला। गाइस हेर्न सक्नुहुनेछ, सबैजनाले धान काटिसक्नु भएको छ भने कसै धान काट्न बाँकी छ। 2-3 दिन पानी परेको थियो, टक्क लाएर पानी पर्दाखेरि अब कसैको धान डुब्यो होला, कसैको के भयो होला। हाम्रो पनि 12 र 13 गते धान काटेको थियौँ भने गाउँमा हाम्रो, त्यो दिन चाहिँ पानी पर्ला जस्तो भइसक्यो थियो, फेरि परेन, फेरि पर्ला जस्तो भइसक्यो थियो, फेरि परेन होइन। अनि त्यसपछि भोलिपल्टबाट त अनि पानी पर्न थाल्यो गाइस, रातिदेखि नै होइन। हेर्न सक्नुहुनेछ यहाँको भ्यू यस्तो छ बबाल होइन। अहिले चाहिँ हुस्सुले होला, नत्र बिहान पानी परेर भयो। बिहानपल्ट चाहिँ यहाँबाट चाहिँ जुन यो टावर छ नि हो, त्यो टावर पर उड्दाबाट चाहिँ हिमाल देखिन्थ्यो भने। मेरो घर चाहिँ उयो त मास्तिर छ, उयो यतातिर होइन। अनि म चाहिँ अहिले यता तलतिर जाँदैछु। कता जान्छु थाहा छैन। अब यस्तै हो, अब छोरा मान्छे भएपछि काम नभएपछि सबैजनाले घरमा अब हेपी नै हाल्छन्। त्यो त अब सबैलाई भन्नु पर्दैन गाइस होइन। त्यही भएर गाइस होइन टक्क लाएर ब्लरहरू आइरह होला पछाडिको लाइटहरूबाट होइन, त्यसको लागि आइएम सरी। अब यति भन्दैमा हामी अहिले तल गएर भेट्नुपर्ने हुन्छ। बाबा बाटो चाहिँ पिज हो है, कच्ची बाटो चाहिँ कहीँ पनि छैन है। ल गाइस अहिले एकछिन गएर भेटौँला। बाई। हेर्न सक्नुहुनेछ दर्शकबिनहरू भन्दाखेरि चाहिँ गाइस टक्क लाएर भ्यू चाहिँ यस्तो छ बबाल छ है। हिँडिरहेको छु। अब जाँदा 20 मिनट, आउँदा आधी घन्टा। टक्क लाएर बबाल छ के गाइस, हेर्न सक्नुहुन्छ बाटो होइन, बबाल बाटो A1 छ होइन। ल गाइस अहिले चाहिँ यति भन्दैमा म अहिले एकछिनमा भेट्छु। बाटोमा धेरै भ्लग बनाउनु हुँदैन, पागल भन्छन्। ल बाई, अहिले भेटौँला। गाइस भ्लग चाहिँ धेरै लामो बनाइन मैले, किनभने म चाहिँ त्यहाँबाट फर्केर रुममा आइसकेको छु होइन। टक्क लाएर अब चाहिँ के कसो लाग्यो कमेन्ट गर्दै गर्नु होला। अब नयाँ डेली भ्लग आउँछ होला है गाइस। अब यति भन्दैमा बिदाय लिन पर्ने बेला भइसकेको छ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। लभ यु अल। जय नेपाल। बाई बाई।